पिरियड मिस हुनु, तपाईको वेट बढ्दै जानु र तपाईको फेसमा यस्तो किसिमको एक्ने देखा पर्नु, बडीमा इन्फ्लामेसन रहनु र दिनभरि तपाईलाई थकान फिल हुनु, यो सबै निशानी भनेको एउटै बिमारीको कारणले हुन्छ। 10 जना दिदी बहिनीहरू मध्ये 1 जना यो बिमारीको शिकार बनिराख्नु भएको छ र यो बिमारीको नाम हो PCOD र PCOS अर्थात पोलिसिस्टिक ओभरियन सिन्ड्रोम। तपाईले यो कुरा बुझ्न एकदमै जरुरी छ। यो बिमारी तपाईको हार्मोनल इस्युको कारणले हुन्छ। लेडिज दिदी बहिनीहरूमा एन्ड्रोजन हार्मोन बढ्न सुरु गर्दछ, त्यसपछाडि यो हार्मोनल इस्यु सुरु हुन्छ। PCOD या PCOS को मेन रिजन भनेको इन्सुलिन रेसिस्टेन्ट पनि हुन सक्छ। लेडिजहरूमा हमेशा इन्सुलिन हाई रहन्छ भने मेल हार्मोन बढ्न सुरु गर्छ। त्यसैको कारणले गर्दा कतिपय दिदी बहिनीहरूको फेसमा एक्सेस हेयरहरू देखा पर्न सुरु गर्दछन् र यो सबैको जड भनेको इन्सुलिन हाम्रो बडीको एक मास्टर हार्मोन हो। मैले यो जर्नीमा धेरै भन्दा धेरै दिदी बहिनीहरूलाई यो प्रब्लमबाट निकाल्नका लागि मद्दत गरेको छु। मैले एक नेचुरल वेबाट उहाँहरूको PCOD या PCOS को प्रब्लमलाई फिक्स्ड गर्न मद्दत गरिसकेकी छु। मसँग भएको नेचुरल सिस्टमले तपाईको PCOD या PCOS को प्रब्लमलाई मात्रै नभएर अरु पनि थुप्रै हेल्थ इस्युहरूलाई ठीक गर्न सक्नुहुनेछ। यस 100% तपाईले आफ्नो PCOS र PCOD को प्रब्लमलाई एक नेचुरल सिस्टमबाट ठीक गर्न सक्नुहुनेछ विदाउट मेडिकेसन। तपाई या तपाईको साथीभाइ रिलेटिभ्स यो प्रब्लमबाट सफर गरिराख्नु भएको छ? यदि त्यसो हो भने तपाईहरूले मलाई मेसेज गर्नुहोला, म तपाईहरूलाई मद्दत गर्नेछु। या तपाईहरू मसँग डाइरेक्ट कनेक्ट हुन चाहनुहुन्छ? यदि त्यसो हो भने यो WhatsApp नम्बरमा डाइरेक्ट मेसेज गर्नुहोला, म तपाईसँग कनेक्ट हुनेछु।